तने किन सुन्नु भएको छ त? ए भाउ कहाँ गयो हिजो भाउ? गौतम गोदाम गई थी नहीं बसादिन ए जय है बाबा जय गाह्रो छ यार माटो जिन्दै गाह्रो चलाउनु गाह्रो छ है जय अनि हिजो के भयो भने नानी अब अलिअलि रक्साने बानी अलि सुर्ती पट्काउने बानी सुरु तुल्काउने बानी थियो माटो नि 11 साल गयो ठिकै छ यिनी नसा पानी छोड्नु पर्यो अब छोराछोरी पढाउन ल्याउँछ पैसा अलि जम्मा गर्नु पर्ला यिनी हौरा नसा पानी सब छोरेर पर्छ भन्ने कस्याउँ है जय नसा पानी एकैचोटि भाइ छोड्दाखेरि न उ त खाना खाने मन लाग्ने अब उ त नसा खाउँ भने छोरी अब 11 सालमा त केही परिवर्तन गर्नुपर्छ भन्ने सोच पनि भए त्यही होइन यो नसा चाहिँ म सबै दाजुभाइहरूलाई भन्छु यो नसा एकैचोटि चाहिँ नछोड्नु होला सिक्नु भयो होला नि सिक्नु एकैचोटि नछोड्नु होला यहाँ खालो यो पहिले सिक्नु नै गल्ती रहेछ सिकिसकेपछि छोड्नु चाहिँ महा गाह्रो हुन्न छ है चाहिँ त्यही भएर सबै दाजुभाइलाई देश विदेश जुनसुकै ठाउँमा नसा यसलाई चाहिँ बिस्तारै छोड्नु होला यो झ्याप्पै यो समय गयो भन्दैमा नयाँ साल बनाएर छोड्ने कोही दसैँ तिहार मानेर छोड्ने कुनै तिहार मानेर छोड्ने यो मामला रहन्छ बहुत गाह्रो छ कसरी हुन्छ आफ्नो चाहिँ लिमिट गर्नु होला भन्दै म तपाईँहरूलाई पनि फेरि सम्झाउन चाहन्छु मेरो विचार के हो भने म भर्खर नयाँ नौलो हिसाबले हल्का बोलिरहेको छु जनचेतना आओस् र सबै सुर दिउन् मान्छेले आफ्ना बच्चा आफ्नो परिवारलाई पालुन् बुवा आमाको माया गरून् गाउँघरको मा भन्या मानुन् गाउँघरमा झैझगडा नगर्नु सबै जस मेलमिलाप गर्नु भन्ने हो नसा पानीले हरेक विकृति ल्याउँछ सबै सुर दिनुपर्छ भन्ने हो मैले त्यही कारणले हो तपाईँ मैले त्यही त भने 3टा चिज कम्तीमा 300 खाइन्थ्यो दिनको महिना 9000 रुपियाँ खाइन्थ्यो अब 9000 कमाउँछु भन्ने सोच भएकै हो म अहिले पनि ठिकै छु त्यस्तो समस्या मान्नु पर्दैन खासै गाह्रो भएको छैन त्यो यो नसा धेरै खानु भएको छ मलाई पनि थाहा छ म हरेक साथीहरूसँग साथ गर्छु परास मेरो साथ त छन् के हुन्छ भने गाउँतिरै बस्ने नसा पानी खाने मान्छे साथ भएको कारणले गर्दा यो रोग सबैलाई लाग्न सक्छ त्यही भएर यो नसा छोड्दाखेरि 81 छोड्न चाहिँ मिल्दैन मैले डाक्टरसँग सल्लाह लिँदा पनि बिस्तारै छोड्ने तर सँगै छोड्न मिल्दैन भन्ने कुरा पत्ता लगाएको कारणले गर्दा मैले जुन यो नयाँ सालमा पठाएको नसा पानी र खानु हुँदैन भन्ने थियो त्यो खाना त हुँदैन त्यो मैले क्लियर भनिसकेको छु तर बिस्तारै छोड्नु होला भन्दै सबै दाजुभाइहरूलाई सम्झाउँदै म फेरि 2टा कुरा यहीँ टुङ्ग्याउँछु हस् त धन्यवाद।